हेलो नमस्कार साथीहरू, यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आज यो भिडियोमा हामी कुरा गर्नेछौँ यहाँ के भ्याकेन्सी आएको छ जुन लुम्बिनी विकास बैंकले भ्याकेन्सी ओपन गरेको छ। जस्तै म भनेको छ ब्रान्च म्यानेजर, सिनियर अफिसर एन्ड जुनियर अफिसरको लागि ब्रान्च लोकेसन भनेको वीरगञ्ज 1 जना, जनकपुर 1 जना र फतेहपुरको लागि 1 जना एन्ड पोखराको लागि फ्यू भनेको छ। तपाईको स्टडी यहाँ ब्याचलर डिग्री भनेको छ र तपाईको यदि मास्टर डिग्री छ भने त्यो भन्दा झन् राम्रो। अनि यहाँ भनेको छ एक्सपिरियन्समा मिनिमम 5 इयर्स अफ टोटल बैंकिङ एक्सपिरियन्स इन बोथ ब्रान्च अपरेसन एन्ड or in credit function must have at least 2 years of working experience in the capacity of branch manager यहाँ भनेको छ। त्यस्तै यहाँ भनेको छ एक्सलेन्ट कम्युनिकेसन एन्ड लिडरसिप स्किल एजमा भनेको छ 40 वर्षभन्दा मुनि। जस्तै सिनियर अफिसरको लागि जुनियर अफिसरको लागि यहाँ भनेको छ। जस्तै मस्ट ह्याभ अ ड्राइभिङ लाइसेन्स, तपाईलाई ड्राइभिङ लाइसेन्स अनिवार्य चाहिन्छ। त्यस्तै यहाँ भनेको छ जस्तै चैत्र 6 गते 2081 सम्म तपाईलाई यो एप्लिकेसन एप्लाई गर्नुपर्ने हुन्छ र तपाईले एप्लाई गर्नको लागि तपाईहरु यहाँ करियर लुम्बिनी विकास बैंक .com मा गएर तपाईहरु एप्लाई गर्न सक्नुहुन्छ।